मुकुन्देको फिलोसफी के हो एउटा भन्नुहोस् त। यसरी तँलाई उत्तर दिएर म पास हुनु छैन भाइ होइन, राम्रोसँग सहक्ति सोध्नेलाई बल्ल बताउँछु। अनि यत्रो के तपाईँ तँलाई भन्नुभयो, फेरि यत्रो मान्छे कति वर्षको भयो त? भन्दै भन्दिनँ, म नचिनिकन बोल्छ, उसले चिन्या होला, म सिनियर मान्छे हुँ, इन्जिनियर हुँ। तपाईँलाई यही मिडियाले त पपुलर बनाएको मुकेन्द्र भनेर चिनाएको त होइन त? अघि भनिहालेँ, तिमीले क्यामेरा किन्न एउटा क्याटलिस्टमा हुँ के। मिडिया त अब प्रयोग हुन्छ नि, बुद्धिको वरिपरि, दर्शनको वरिपरि पोलिटिक्स भन्छ, पोलिटिक्स पार्टी गठन हुन्छ, पार्टीका कार्यकर्ता ढुङ्गा हान्छन्, तिमीहरू खिच्छौ अनि सास निकाल्छौ के। दर्शन त धेरै स्टेप माथि हो नि त। बिहे नगरेकालाई नि क्यामेरा बोकेर हिँडेको छ नि, तिमीले को पाल्लान्? केही धुनमा होला नि भनौँ न, यो अराजकताको पराकाष्ठा हुन्छ होइन, अब खिचेर के हुन्छ थाहा छैन, भाइरल हुन्छ हुँदैन त्यो अनौपचारिक कुरा गरेछन्, मराले खाना पाएनन्। तपाईँ धेरै छ अनि श्रीमतीको कुरा तपाईँ भर्जिन हो कि होइन? तपाईँ के हो त यो पनि? अब यसै अब ट्यापे बोका गराउन थाले, मलाई यहीँ टुङ्ग्यौँ होइन। मेरो लागि बेग्लै कार्यक्रम गर्नु कि, यस्ता यस्तो मान्छे त पछ्याएर हिँड्ने फुर्सद छ तिमीहरूलाई भने नभए तँसँग बोल्दिनँ, यो हप्की धप्की गरिदिन्छु। तपाईँको यही रत्नपार्कै राम्रो छ अरूभन्दा त। तैँले मलाई त्यहीँ देखिस्, दरबारमा त थिइनस् मोरा होइन, त त्यहीँ जन्मेको होस्, बाउ पनि छ कि छैन। अब म दरबारमा मिटिङ गरेँ, भिआइसीमा जागिर खाएँ, यस्तो सबै मुकुन्देहरूको बाउ हुँ म। हजुर। अब औकातका मान्छेले मलाई ठाउँमै देखे क्या, दरबारै भेट्यो नि, कति सिंहदरबारमै देखे, भिआइसीमा जागिर खाँदा देखे। त्यो रत्नपारमै जन्म्यो, रत्नपारबाट यतिका भयो, मलाई त्यही मात्रै देख्यो। गरेर हिँडेको जुन बेला चाहिँ नि यो देशमा चाहिँ अशान्ति थियो, त्यति बेला आन्दोलन गरेर पनि हिँड्नुहुन्थ्यो। त्यत्रो हिस्ट्री भएको मान्छे हो होइन, ठुलो लेभलको मैले अघि लेखाएको छु नि, म 6 महिना सङ्कटकालमा जेल बसेँ मान्छे। मैले तपाईँलाई अहिले चक्क चौकी पुलिस देखो कि गाडीमा चढिहाल्नेहरू अभियन्ता भएर आछन् कि, सङ्कटमा पो जेल बस्नु।